सम्माननीय सभामुख महोदय, यो देशमा कि गरिब न्याय नपाउने, दलित भएको नाउँमा मर्नै पर्ने, बलात्कृत हुनै पर्ने र सरकार कानमा तेल हालिराख्ने। म यहाँको गृह प्रशासनलाई बुझ्न सकिनँ कि जहिले जहिले दलित अत्याचार हुन्छ, जबसम्म संसद र सडकबाट आवाज उठ्दैन उसले न्याय किन पाउँदैन। मैले किन यो घटना जोड्न खोजेको, अस्ति राति मेरै क्षेत्रमा सर्लाही क्षेत्रमा 4 मा राजीव पासवानको हत्या भएछ र अहिलेसम्म प्रहरीले आलटाल गरेछ। आज बिहानै मैले कुरा गरेका थिएँ प्रहरी प्रशासनसँग, उनीहरूले हत्यालाई पनि एक्सिडेन्टमा बनाउने, किनकि ठुला बडाको प्रभावले एक्सिडेन्ट बनाउन कोसिस गर्छन्। यसले हाम्रो देशको कानुन र संविधानमाथि कमजोर समुदायको विश्वास उठ्छ। दलित त्यो राजीव पासवान एउटा दलित थियो, उसको राति हत्या भयो, उसको मोटरसाइकल पनि लुट्यो र अहिलेसम्म दोषीलाई समातिएको छैन। अनुसन्धानको नाउँमा पुलिसले अलमल गरिरहेका छन्। दोस्रो, यो घटना हुन कारण के हो भने त्यहाँ एउटा अभिमित गिटी क्रसर उद्योग छ, जहाँ त्यो क्रसर उद्योगको वरिपरि जहिले पनि त्यहाँ घटना भइरहेछ। हिजो पनि एउटा घटना भएछ, एउटा मुकेश कुमार ठाकुर जो लोहार हुन्छ त्यसको पेटमा चाकु हानेको छ, अहिले वीरगञ्ज नेसनल हस्पिटलमा उपचार भइरहेछ। म सोध्न चाहन्छु, मैले अस्ति यो कुरा लिएर प्रधानमन्त्री कहाँ पनि गएको थिएँ, प्रधानमन्त्रीले भन्नुभयो तर अहिलेसम्म कुनै कारबाही भएको छैन। कुन नियमको तहत प्राथमिक विद्यालयको जम्मा 100 मिटरको दूरीमा त्यो गिटी क्रसर छ, त्यो टोल बस्तीको जम्मा 200 मिटरको दूरीमा छ र हुलाकी जुन नयाँ रोड मधुबनी हुलाकी सडक छ त्यसको छेउमा छ, त्यस कारण हुलाकी सडक पनि टुटिया छ। मैले राजनीतिको आरमा नियम कानुन लाग्दैन। मैले किन भने त्यो मान्छे काङ्ग्रेसको जिल्ला सभापति छ। कस्ता जिल्ला सभापति छ भने कुनै पनि ऐन कानुन दलको विषय हुन सक्दैन, त्यो देश र जनताको विषय हुन्छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को परिच्छेद 3 को ख विपरीत, यसै गरी नेपाली काङ्ग्रेसको नव संशोधित विधान 2075 को परिच्छेद 2 को दफा 13 को अङ्ग अनुसार नैतिक पतनदेखि फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भए पार्टीको सदस्य नरहने बेहोरा उल्लेख छ ऐनमा, तर त्यसको बावजुद पनि पार्टी सभापति बनाइन्छ। म सोध्न चाहन्छु, यो